हुन्छ यसु ख्रिस्टको नाममा सबैजनालाई जय मसीह। म सानो कविता लिएर आएको छु तपाईँहरूको माझमा। कविताको शीर्षक छ यसुमा जीवन जिउने गर। यो कविताको शब्दले भन्न के खोजिरहेको छ, हामी शब्दलाई ध्यान दिनेछौँ। आफ्नो रूपको सुन्दरतामा होइन तिमी यसुको सुन्दरतामा जिउने गर। आफ्नो सुन्दरताको रूपमा होइन तिमी यसुको सुन्दरतामा जिउने गर। संसारिक क्षणित मायामा होइन तिमी यसुको अनन्त मायामा जिउने गर। संसारिक क्षणित मायामा होइन तिमी यसुको अनन्त मायामा जिउने गर। मानिसलाई मनपर्ने काम होइन तिमी यसुलाई मनपर्ने काम गर्ने गर। मानिसलाई मनपर्ने काम होइन तिमी यसुलाई मनपर्ने काम गर्ने गर। संसारलाई मनपर्ने काम होइन तिमी यसुलाई मनपर्ने काम गर्ने गर। संसारलाई मनपर्ने काम होइन तिमी यसुलाई मनपर्ने काम गर्ने गर। शैतानले दुःख र पीडाहरू देला तिमीलाई, पानीको छाल झै हल्लाउला तिम्रो मनलाई। शैतानले दुःख र पीडाहरू देला तिमीलाई, पानीको छाल झै हल्लाउला तिम्रो मनलाई। आत्मिकी रूपमा बलियो हुँदै यसुमा प्रार्थनाको जीवन जिउने गर। आत्मिकी रूपमा बलियो हुँदै तिमी यसुमा प्रार्थनाको जीवन जिउने गर। बलिदान र पापमय जीवन होइन तिमी यसुमा पाप क्षमाको जीवन जिउने गर। बलिदान र पापमय जीवन होइन तिमी यसुमा पाप क्षमाको जीवन जिउने गर। बाहिरी देखावटी विश्वासी होइन तिमी यसुमा आत्मिकी विश्वासी जीवन जिउने